चाइना ट्राभल गर्दा तपाईको पावर बैंक फ्याँकिन सक्छ। एयरलाइन्समा या नभए ट्रेन स्टेसनमा चेक इन गर्दाखेरि पावर बैंक नफ्याँकियोस् भनेर चाइना आउने मान्छेले विचार गर्ने कुरा म तपाईहरुलाई देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नुस् है त, म देखाइहालेँ। यो पावर बैंकमा तपाईले छान्दाखेरि पछाडि सीसीसी लेखेको हेर्नुपर्छ। यसको भित्रपट्टि पनि हुन्छ, कहिलेकाहीँ बाहिर यो कभरमा मात्रै लेखेर झुक्याएको हुनसक्छ, भित्र सीसीसी लेखे हेर्ने। यसमा पनि छ सीसीसी, यहाँनिर सीसीसी देख्नुभयो है। सीसीसी को अर्थ चाहिँ चाइना कम्पलसरी सर्टिफिकेट भने हो, जसले चाइनामा यो पावर बैंक बोक्दाखेरि इलेक्ट्रिक रूपमा इलेक्ट्रिक सेफ्टी छ भन्ने कुराको ग्यारेन्टी गर्दछ। र प्लेनमा उड्दाखेरि तपाईले प्लेनहरुमा चाहिँ फेरि यो मात्रै हेरेर पुगेन, प्लेनमा अर्को हेर्ने कुरा छ। तपाईले डब्ल्युएच हेर्नुपर्छ। जस्तै हाम्रो पावर बैंकको 37 डब्ल्युएच छ। यो चाहिँ डब्ल्युएच भनेको वाट आवर भनेको हो। डब्ल्युएच 37 160 भन्दा माथिको डब्ल्युएच को पावर बैंक तपाईले बोक्न मिल्दैन। बोक्नुभयो भने एयरलाइन्समा अथवा ट्रेन स्टेसनमा फ्याँक्दिन सक्छ। विचार गर्ने कुरा सीसीसी र अर्को डब्ल्युएच। सीसीसी लेख्या हुनु पर्यो, डब्ल्युएच 160 भन्दा माथि हुनु भएन। त्यो भयो भने चाइनाको कुनै पनि ट्रेन स्टेसन र कुनै पनि एयरलाइन्सहरुमा पावर बैंक फ्याँकिने छैन। अहिले हामी यो EU को रेलवे स्टेसन भित्र पावर बैंक लिएर सजिलै भित्र छिरौँ। कतिपय मान्छेहरुको पावर बैंक सेक्युरिटीले खोसेर लियो, जफत भयो। त्यसैले विचार गर्नुस्, चाइना आउँदा तपाईहरुले धेरै कुरा विचार गर्नुपर्छ। यो भिडियो सबैलाई शेयर गरिदिनुस्। नमस्ते।